नमस्कार, स्पोर्ट्स नेपाल युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। अहिलेसम्म पनि च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्नुहोला। अब लागौँ आजको विषयवस्तुतिर। महिला टी20 विश्वकप एसिया छनौटमा नेपालको पहिलो जित। थाइल्यान्डमा जारी आइसिसी महिला टी20 विश्वकपको एसिया छनौटमा नेपालले पहिलो जित निकालेको छ। शनिबार बैंकक स्थित ट्रेड थाई क्रिकेट मैदानमा भएको वर्षा प्रभावित खेलमा नेपालले बहराइनलाई 9 विकेटले जितेको छ। वर्षाले प्रभावित भएपछि खेल 5 ओभरमा झारिएको थियो। बहराइनले दिएको 42 रनको चुनौतीपूर्ण लक्ष्य नेपालले 4 बल बाँकी छँदा 1 विकेट गुमाएर भेटायो। नेपालका लागि कविता कुँवरले 11 बलमा 4 चौकाको मद्दतमा 18 रन बनाइन् भने सम्झना खड्काले 10 बलमा 13 रन बनाइन्। कप्तान इन्दु वर्माले 5 बलमा 7 रन बनाइन्। यसअघि पहिला ब्याटिङ गरेको बहराइनले 1 विकेटको क्षतिमा 41 रन बनायो। त्यसका लागि कप्तान दीपिका रसानिकाले 13 बलमा 6 चौका र 1 छक्काको मद्दतमा 34 रन बनाउँदा थरङ्गा गजनायकेले 12 बलमा 3 र जायनेब फाजिलले 5 बलमा 2 रन बनाए। एक मात्र विकेट पूजा महतोले लिइन्। नेपालको यो दोस्रो खेल हो। हङकङसँगको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। डबल राउन्ड रोबिनको आधारमा हुने सम्म चरणमा अब नेपालले पुनः हङकङ र बहराइनसँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टिम फाइनलमा प्रवेश गर्नेछ। 3 टिम रहने फाइनल चरणमा 2 टिम विश्वकपमा छनौट हुनेछ। र यस्तै नेपाली खेलकुद सम्बन्धी विभिन्न जानकारीका लागि स्पोर्ट्स नेपाल युट्युब च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छौँ। धन्यवाद। जय देश, जय नेपाली खेलकुद।